Good news to all the anime fans. Jujutsu Kaisen Season 3 is confirmed to release in 2026. Season 1, Season 2 र Season 0 को एपिक रिलिज पछि Jujutsu Kaisen को Season 3 द कलिङ गेम आर्क पनि एकदमै बवाल देखिरहेको छ र यही आउँदै गरेको जनवरी 2026 मा यसलाई रिलिज गर्ने भनेर कन्फर्म गरेको छ। र त्यो भन्दा अगाडि नोभेम्बर 7 मा यही Jujutsu Kaisen कै थर्ड सिजन को दुईटा एपिसोड र पहिलाको रिक्याप एपिसोडहरु जोडेर एउटा मुभी बनाइरहेको छ जसको नाम छ Jujutsu Kaisen द एक्जिक्युसन। यो चाहिँ हामीले नेपालमा रिलिज भएको हेर्न चाहिँ पाउँदैन अहिलेलाई जापानमा मात्र रिलिज भएको छ र डिसेम्बरमा चाहिँ यो नर्थ अमेरिकामा पनि रिलिज हुन्छ। एनिमे फ्यानहरुले त्यो ठ्याक्कै चिन्ता चाहिँ लिनु पर्दैन यो मुभीको बारेमा, किनकि यो मुभी नै अब मिक्स गरेर बनाउने हो सिजन 3 को दुईटा पहिलो एपिसोड र पहिलाको रिक्यापहरु जोडेर। सो अब तपाईलाई हेर्न मन छ भने पछि सिजन 3 मा पनि आइहाल्छ त्यो पहिलो र दोस्रो एपिसोड र पहिलाको रिक्यापहरु त पहिलाकै सिजनहरुबाट पनि अथवा युट्युबबाट पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। म चाहिँ यो मुभीको लागि एकदमै एक्साइटेड छु हैन, पहिलेदेखि Jujutsu Kaisen हेरिरहेको नै हो। तर यो पाली झन् Jujutsu Kaisen 0 अनि त्यसपछि यो 3 मा मिक्स गरेर प्रोटागनिस्ट इतादोरी मात्रै नभएर मेगुमी फुशिगिरो अनि ओकुत्सु पनि प्रोटागनिस्ट देखाएको छ नि त। त्यही भएर उनीहरुको क्ल्याश हुन्छ कि यहाँ बीचमा फाइटहरु छ कि भनेर एकदम धेरै एक्सपेक्टेसनहरु पनि छ। दिस एनिमे इज गोइङ टु बी असम, त्यो चाहिँ म ग्यारेन्टी दिएर भन्न सक्छु। त्यही भएर यो एनिमे चाहिँ हेर्न तपाईहरुले छुटाउनु हुँदैन। ओके एभ्रीबडी, द्याट्स अल फर टुडे। आजको लागि यति नै। म अरु पनि एनिमे र एनिमेको अपडेट्स लिएर तपाईसँग फेरि फिर्ता आउनेछु। आजको लागि धेरै धेरै धन्यवाद। आरिगातो।